यहाँहरू सबैजनालाई जय मसीह। आज म तपाईहरुलाई एक यस्तो प्रार्थनामा डोर्याउन चाहन्छु जहाँ डर होइन परमेश्वरको शक्ति बोल्दछ। यदि तपाईँ वा तपाईँको प्रियजन कुनै आत्मिक दबाव र डर वा अशान्तिबाट गुज्रिरहनु भएको छ भने यो प्रार्थना अन्तसम्म सुनिरहनुहोस्। परमेश्वरको छुटकारा तपाईमा आउनेछ। स्वर्गीय पिता परमेश्वर, आज हामी तपाईको शक्तिशाली नाउँमा आउँछौँ। तपाईँ सबै नामभन्दा माथि हुनुहुन्छ, सबै शक्तिभन्दा महान हुनुहुन्छ। प्रभु, अहिले हामी ती मानिसहरूको लागि प्रार्थना गर्छौँ जो आत्मिक दबाव र डर, अशान्ति र अन्धकारको प्रभावमा छन्। तपाईको वचन भन्छ, परमप्रभुको आत्मा जहाँ हुन्छ त्यहाँ स्वतन्त्र हुन्छ। प्रभु येशू, तपाईको रगतको शक्ति अहिले नै ती जीवहरूमा प्रवाह होस्। सबै अन्धकारका शक्ति, सबै बाधा र डर येशूको नाममा हटोस्। पिता, हामी घोषणा गर्छौँ, जहाँ निराश छ त्यहाँ आशा आउनु सकेको होस्, जहाँ डर छ त्यहाँ शक्ति आउन सकेको होस्, जहाँ बन्धन छ त्यहाँ स्वतन्त्रता आउन सकेको होस्। हे पवित्र आत्मा, अहिले नै ती हृदयहरूलाई भरिदिनुहोस्। मन, आत्मा र शरीरमा तपाईको प्रकाश फैलियोस्। प्रभु येशू, तपाईको क्रुसमा सबै विजय पाइसकेको हामी घोषणा गर्छौँ। त्यसैले आज हामी त्यो विजयलाई घोषणा गर्छौँ जो जीवन स्वतन्त्र होस्, निको होस् र पुनर्स्थापित होस्। येशूको शक्तिशाली नाममा हामी सबै बन्धन तोड्दछौँ। सबै अन्धकार हटोस् र परमेश्वरको शान्ति स्थापना होस्। आमेन। यदि यो कुरालाई तपाईँ विश्वास साथ गर्नुभयो भने परमेश्वरको शक्ति आजै तपाईको जीवनमा काम गर्न सक्छ। यहाँ सबैजनाले यो प्रार्थना सुन्दै गर्दा सबैजना आशिषित हुनुहुन्छ भन्ने विश्वासका साथ च्यानललाई सब्सक्राइब, सेयर अनि लाइक र कमेन्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। जय मसीह।